11th May 2025 आज चाहिँ म यो साडी लगाउन गएको छु मदर्स डे को सेलिब्रेसनको लागि। सो ह्यापी मदर्स डे टु अल। हेलो एभ्रिवान, अनि सबै आमाहरूलाई ह्यापी मदर्स डे। अनि आज चाहिँ मदर्स डे को प्रोग्राम छ अनि लेट्स सी आज हाम्रो चर्चमा चाहिँ हामी कसरी सेलिब्रेट गर्छ अनि लेट्स गो। साडी पनि आफै लगाएँ आज फर्स्ट टाइम। मम्मी मिसिङ यु लट, ह्यापी मदर्स डे। अनि मसँग मुगाली छ। अनि आज पानी धेरै परेको कारणले गर्दा म त सोचेको चर्चमा मान्छे कम्ती हुन्छ होला भनेर, तर वी हेभ लट्स अफ मदर्स इन आवर चर्च। थ्याङ्क यू गड। चर्च स्टार्ट भयो। आज हाम्रो चेयरपर्सन अब मेरो सन्डे स्कुलको नानीहरू गीत गाउँछ। अब चाहिँ हामीलाई गिफ्ट दिने टाइम हो। अब गिफ्ट चाहिँ नेपाली अम्ब्रेला, छाता, सबैलाई छाता दिन्छ। अनि हामी चर्चमा चाहिँ आज 86 मदर्सहरू थियो रहेछ। अनि कतिजना त आएन पनि, घरमा पनि पठाइदियो। अनि खुसीसँगै आमाले फेरि छाता पाएर कति खुसी सबैजना। अनि हाम्रो चर्चको युथले यति असल गीत गाएर हामीलाई प्रेजेन्ट गरेको थियो। Mother's love, so vast, so wide, it holds the world, it turns the tide. In quiet rooms, through storm and strife, she breathes her soul into her life. A single mother, strong and still, with no one else to share the hill. She climbs with courage day by day, and clears the stone along her way. She wears no crown, yet rules with grace, the pain unseen upon her face. Makanaina says सबके भी Happy Mother's Day. Proverbs 21 लगा 28 ra 31 तक असे 28 ताई लगा बच्चा खान ताई के मोरम कुरी थके अरु ताई लगा मोटा ताई के ताई बिशी भाल असे ताई कोई थके बिशी चाहते प्रभु जी इदुके लीड कुरुबले गाना चिनका इनका प्रकार लगाने पठाते ठीक राजा लगा छुपड़ी पर उठा लगा बारी जाने के और ठीक इदो मोसेस ताई नीचे लगा आमा बरा ताई के अमर पूरा लगा बारी जाने करेज था हमारे संसार लगा हुकम चीज के भूल लेकिन नेचर इदो बना ईश्वर के भूल से ईश्वर के मोरम से ईश्वर ताई भी एकदम कर्व हो गया ना प्राउडली ताई लगा माटी लगा पानी दे कोठा को पारे हुआ देखो काम ना था क्या लगा एक ता पिलर हो गया ना आते नहीं खाता किस औपचारिक हो ईश्वर को ऐसे पीछे देना सकते अनि हाम्रो पास्टरले हामीलाई यति इन्करेज वचन दिनुभयो जसले चाहिँ म पनि एकदम ब्लेसिङ पाएँ। थ्याङ्क यू सो मच पास्टर। यानी किमान जुन आमा का आइदिना से सबके इन्करेज ग्रुपले मना से अपने करेक्टर से एकता उत्साहित एकता आमा होबी और एकता दिमाग थके एकता आमा होबी हले भी
यादे संसार चीज कारण निजोर लका लाइफ हारा अमा नहबी किन ईश्वर को था यादे रखे से चेयरपर्सन के तरफ अब हामीले लास्ट सङ गीत गाउँदैछ फेथ अफ आवर मदर तपाईँ परमेश्वरको असलको कारणले गर्दा आजको यो सुन्दर दिनहरू दिनुभयो आजको सर्भिसको लास्ट प्रार्थना हाम्रो भइरहेको थियो अब यो प्रार्थना लास्ट कथा यहाँनिर चाहिँ अब चर्च खत्तम भएर यहाँ चाहिँ आज आमाहरूको लागि खाना अरे यता साइडमा यहाँ चाहिँ नानीहरूको लागि चाहिँ नानीहरूको तपाईँहरू पाउनुको आज चाहिँ यहाँ साइडमा छ खाना खानको लागि यहाँ चाहिँ आमाहरूको चाहिँ पानी परेर होला सबैजना छिटो छिटो खाएर सबैजना गइसकेछ मै ढिलो भयो होला खानुमा अन्त भिडियो पनि ढिलो क्लिक गरिपठाएँ अहिले कम्ती छ मान्छे अलमोस्ट अघि त क्राउड थियो म बिजी भएको कारणले गर्दा भिडियो ल्याउनु पाइनँ एनिवेज आजको प्रोग्राम पनि असल भयो हाम्रो प्रोग्राम आज मदर्स डेको सक्यो अनि चर्चमा एकदम राम्रोसँगले सेलिब्रेट गरियो मदर्स डेको गिफ्ट दिएको छ अनि तपाईँलाई पनि आजको मदर्स डेको प्रोग्राम चाहिँ राम्रो लाग्यो होला भन्ने विश्वास छ अनि हाम्रो यहाँनिर प्रोग्राम सक्यो अहिले चाहिँ हामी मान्छेहरू सबैजना गयो प्रोग्राम इज ओभर नाउ थ्याङ्क्स फर वाचिङ माई भिडियो इफ यु लाइक माई भिडियो गिभ थम शेयर एन्ड सब्सक्राइब Mother's Day, sunrise. Once again, happy Mother's Day, Mom and Didi. Love you both. Every single hard-working day.